आयु कतिले यहाँ हामीहरूले भनेर हुँदैन भाबीले आएर नि लेख्छन् सुनिस् सुन भाइ यहाँ फुपू पनि आउनुभएको बेबी गुड छ नि भदाको छैट्युको दिन आएर अब भाबीले भाइलाई अब भदालाई के लेखिदिन्छन् त्यही हो जेन पसिनै माथि आउँछ त्यति बस्नु यो दबाई खोज्नु यो मेरो दबाई थियो हजुर त्यो नरियल नाइट हराउने धुलो ए त के श्रीखण्ड कौन यहाँको लाइट नाय वासुदेवाय हरे परमात्मा परित क्लेश नाशाय गोविन्दाय नमः हे प्रभु मेरो भाइको भाग्य चाहिँ राम्रो लेखिदिनु है ल छैटौँको दिन आज के लेखिदिनु भगवानले लेखिदिनुहुन्छ होइन भगवानले आज छैटौँको दिन भाइको भाबीले भाइको भाग्यमा के लेखिदिनुहुन्छ त्यो थाहा हुँदैन हामीलाई फुपूले आएर त्यो भनिदिनु भयो राम्रो हुन्छ नि है आजको 6 दिनको भयो ल मेरो भाइको भाग्य राम्रो लेखिदेऊ है आज छैटौँ एकछिन त खै ल भाग्यमानी हुनु आज 6 दिनका दिन अब छैटौँले के लेखिदिन्छन् आयु लामो होस् आयु कतिले यहाँ हामीहरूले भनेर हुँदैन भाबीले आएर नि लेख्छन् सुनिस् सुन भाइ यहाँ फुपू पनि आउनुभएको छ आज भदाको छैटौँको दिन आएर अब भाबीले भाइलाई अब भदालाई के लेखिदिन्छन् त्यही हो हुन्छ दिन्छ जेन पसिनै माथि आउँछ ला दबाई भेना मेरो दबाई त्यति कि भाइ ल अब ज्वाइँ र यो के हो के आन न पैसा न न न रुयो के आन्छ ल दिनुपर्ने हो रिन्तेलाई ओ रिन्ते मलाई थाहा छैन रिन्ते खोइ आँचेको यता सुन खोइ न आँचेको खै यताबाट निकालिदिनु क्या खोइ हेरिरहन्छ यताबाट गर्न आयु लामो होस् ठुलो मान्छे हुनु निरोगी बुद्धिमानी नर्स ल्याउनु पर्छ नर्स नर्सी ल्याउनु रोगी नहुनु निरोगी हुनु ल नर्स हुन चुप लाग्दैन आज एकपछि भनेर हुन्छ र आशीर्वाद लागेको लु हामीले लेखिदिनु पनि पर्छ नि भाइलाई आशीर्वाद लागेको नि हाँचीमा आयो नि त नि गुड गुड ल भाइलाई गुड भयो अब नरुनु धेर ल हुन त अब के टाइम टाइममा सुत्नु बुझिस् नि कुरो छोड्नु त यस्तो गर्नु जसो गरे जस्तो त्यस्तै गर्छ अब मम्मीको टर्न आयो मम्मीको टर्न आयो मम्मीको टर्न आयो डक्टरले कसो गर्छन् मम्मीको टर्न आयो एकछिन अब अलिकति गरौँ त यस्तो पनि ए लुगा अलिकति मेरो जन्मको दिनमा म यत्रो थिएँ भनेर हेर्नु लुगाले सबै गुजुल्टो गुजुल्टो भयो यो हो लु छिटो लु खिचा भाइ उदाहरण 6 दिनको दिन यत्रो थियो भाइ नि यो भोलि पर्सि हेर्छ नि ल मम्मी जाडो आमाले लुगा पो राखिदिनु भयो त लु अघिको एउटा फुपूले ल्याइदिएको लाउँछ नि हाम्रो कान्छोले के रुने होइन साह्रै सन्तोकी छ है अघि हामीलाई देखाएको छैन अब डट समाउनु पर्छ लेख्नुपर्छ पढ्नुपर्छ हजुर आमालाई पढ्नुपर्छ है सबै गीत भगवान्ले आशीर्वाद दिनुभयो भने सबै कुरा हुन्छ हाम्रो हातमा छैन भगवान्को हातमा छ सबै कुरो भगवान्को हातमा छ के गर्नु भगवान्को हातमा छ अब चित्त बुझेन ओहो अब बोक्नुपर्छ एकपल्ट
कियान्स लु त्यो नदिनु मलाई मुखमा हाल्छ हाल्दैन हौ लु कुन हो चलाउने कलम चलाउने हात्ती होइन दाहिने हात लु 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 मम्मी कुचो कुचो केही हुँदैन यहाँ लेख्नु ल लु 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 भाइले लेख्नु लु 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 आहा लु जय श्री कृष्ण की जय श्री कृष्ण की जय लु 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 फुपूसँग ल लु फुपू फुपू जय श्री कृष्ण मेरो छोरा के अरे मेरो भाइ नि मेरो भदौ चाहिँ ज्ञानी हुन्छ है भोलि चाहिँ मेरो घरमा ज्ञानी छ। आम्मा। आई गरिरहेछ अयो भोलि पर्सि फुपूलाई माया गर्छ नि जतिखेर नि फुपूले गरिरहनु भएको छ भदौलाई अब कहाँ पुग्छ कान्छो लु निरोगी भयो भने सबै कुरो हुन्छ है भाइ चाहिँ निरोगी भयो भने तर कति चाहिँ ज्ञानी छ नि अन्त अहिले उठेर केही भएको पनि छैन भदौलाई अघि आशीर्वाद मैले दिइसकेको छ नि त भदौ भाग्यमानी निरोगी बुद्धिमानी हुनु माता आज राम्रो भाग्य निधारमा लेखिदिनु है ज्ञानी हुनु धेरै पढ्नु लेख्यो अनि विचार आशीर्वाद दिनु त्यो थाङ्ना त्यो हटाउनु लु लु होइन अहिले